मिनी ब्लग र म यहाँ छु अनि बाबाहरू चाहिँ उता माथि पुग्नु भइसक्यो उता माथि देख्न म देखाइदिन्छु हाम्रो ठुलो मम्मी यहाँ हुन्छ के हुनुभयो मम्मी फेरि के काप्नु भनेर म भन्छु ऊ त्यो कालो ज्याकेट लगाइराख्नु भएको नि त्यही हो बाबा अब जाँदै हुनुहुन्छ अनि कोदेखि यो छ मेरो हाउस त्यता पाइप अनि जानुभयो त्यो मम्मी छिटो आउनु न हेर्नु यहाँ मम्मी हुनुहुन्छ भिडियो 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 मम्मी म जान्छु ल माथि म फिल्टरको भिडियो नै भएको बेला गर्छु भएको बेला मेरो घरमा नेट छैन अनि म चाहिँ यो घुम्ने बेला त्यो कलर नलागेको छ नि घर त्यसको नेट चलाउँछु अनि त्यहाँ फ्री फायर खेल्न मिल्दैन लिआउने भए अहिले नै खेल्थेँ तर मलाई चाहिँ गेम खेलेको बेला भिडियो बनाउन आउँदैन त्यही भएर म यस्तो गरिरहेछु मलाई कमेन्टमा भन्नु है भिडियो बनाउँदाखेरि कसरी भिडियो गर्ने भनेर अनि भिडियो गर्ने भनेर अनि यो इन्फिनिक्स है यो इन्फिनिक्स मोबाइल यो विदेशबाट लिएर आउनुभएको थियो मेरो सुशान्त दादा हुनुहुन्छ कि इटालीमा हुनुहुन्छ म चाहिँ काठमाडौँमा छु अनि लिएर आइदिनु भएको थियो ठुलो बा आउनु भएपछि सुशान्त दादाको विदेशमा जानुभएको थियो क्या त्यो भएर चाहिँ लिएर आइदिनु भएको थियो अनि मेरो पुरानो मम्मीको एउटा सानो ओप्पो मोबाइल थियो कि त्यहाँ चाहिँ म जहिले हो भिडियोहरू बनाउँथेँ अनि भिडियो बनाएको बेला चाहिँ मलाई ओप्पोको मोबाइलमा चाहिँ गेम खेलेको बेला भिडियो बनाउन आउँथ्यो तर अपलोड चाहिँ गर्न आउँदैन थियो त्यही भएर त्यहाँ हेर्नु कति मिनट गइसक्यो थाहा छैन पनि मम्मीले बोलाउँछ मम्मी 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 छिटो आउनु न मेरो पोखरी यहाँ पानी पर्छ आउँछ पानी यहाँबाट हेर्दा हुन्छ यहाँबाट पनि हुन्छ चाहिँ टोइलेटको गाइस तर अहिले चाहिँ धेरै बेर भइसक्यो होला जानुपर्छ माथि माछा खोकी लागिसक्यो लाउनु न त मैले मम्मीले बोलाउँछु यहाँबाट आउँछ क्या यहाँबाट आउँछ त्यही भएर फेरि के गर्ने बेला यस्तो भिडियोहरू पनि हाल्नुपर्छ तर लाइक एन्ड सब्सक्राइब गर्नलाई नभुल्नु है मलाई
मलाई सपोर्ट गर्नु न प्लिज। म नयाँ छु, मेरो 4 सब्सक्राइब छ। मेरो च्यानलको नाम हो जी गेमहरू। तर जुन मान्छेहरूले हेरिसकेको छ जी गेमको, प्लिज लाइक एन्ड सब्सक्राइब गर्नु न। अनि सपोर्ट गर्नुपर्छ क्या। के भन्छ, नेपाली मान्छेहरूले त बुझिहाल्नुहुन्छ, इन्डियन मान्छेहरूले भुल्नुहुन्न होला। इन्डियन मान्छेहरूले के अरे बुझ्नुहुन्न होला। अनि यहाँ पनि मम्मी रेडी भएर आउनु भइसक्यो। जाम अब। यहाँबाट चाहिँ सर्टकट बाटो हुन्छ गाइस, त्यहाँपट्टि जानुको लागि। हुनुपर्छ। लुकाएको गाइस, यहाँ चाहिँ को बस्छ थाहा छैन। म यहाँ छु, खुट्टा दुखेको छ मेरो टाउको पनि दुखेको छ। तर चिसोमा हुन्छ, हावाहरू आउँछ, त्यो भएर आउँछ। अनि प्रजिता चाहिँ उतातिर छ, आउँदैछ। अनि प्रजिताको मम्मी पनि हुनुहुन्छ त, आउँदा चाहिँ प्रजिता भनेर। यहाँ एउटा क्यामेरा छ, छोरी नाम पनि लाग्छ। त्यो त्यहाँ प्रजिता हुँदैछ। त्यो येलो कलरको टोपी लगाएछ नि, त्यही प्रजिता। हाम्रो स्कुलले हाम्रो क्लासको प्रजिता हो गाइस। त्यही भएर म प्रजिता भनेर बोल्छु। प्रजिता हेर्नु, हेर्नु म यहाँ छु। जाडो भएको छ, जाडो त लाउनु परिरहेछ। के भन्नु र म यहाँ छु। मैले चाहिँ कतिचोटि याद छु भने कमेन्टमा भन्नु है। अहिले यहाँ हुनुहुन्छ गाइस। यो घरको साइडतिर चाहिँ बाइक राख्नुहुन्छ बाबा। यो चाहिँ हाम्रो माइजूको घर हो, मेरो आमा घर हो। अनि त्यहाँ बाबा हेर्नु, बाबा बाइकमा जानु भएको छ। आजको भिडियोमा चाहिँ कलङ्किसी लिएर आउँछु। अनि म फ्री फायर पनि खेल्छु, तर मलाई भिडियो बनाउन आउँदैन, त्यो भएर गाइस। बोलाउनु नै भएन किन हजुर? अनि बाबा उता हुनुहुन्छ। बाबा चाहिँ उता माथि हुनुहुन्छ। अनि राति हिजो मेरो साथीहरूले भने कि के अरे 1 2 3 भनेर गएको। आउनु भने राख्नुहोस् गाइस, मेरो छाया हेर्नु।
मम्मी जानु अरे ल म गएँ माथि जाँदै हुन्छ हाम्रो मामा घरमा बाबा पनि यही हुनुहुन्छ यिनी के गरिराख्नु होला यहाँ कुकुर छ कि एउटा मामा घरमा कुकुर छ अनि म आउँदाखेरि जहिले जिस्किन्छ कि टोक्सखेरि घरभित्र गएर म माथि गएर पनि आउँछु गाइस माथि त आउनु नै भएन चाहन्छु यहाँनिर बनाउनु पर्दैन एउटा बिरालो पनि छ कुखुराहरू त धेरै नै छ होइन कुखुराहरू त धेरै नै छ त्यहाँबाट उता पनि एउटा कुकुर छ जहिले पुग्छ कुकुरहरूलाई देख्यो भने रक्की अनि त्यो कालो कुकुर देखेको छ नि कालो कुकुर त्यो बाइकको पछाडि छ नि कालो कुकुर त्यो चाहिँ नि पहिला कबे रक्सी चाहिँ भुक्थ्यो देखेर अनि उसलाई खाना भन्छ अनि अहिले चाहिँ साथी बन्यो अनि अहिले त कराउनु छोड्यो त्यो भएर त कार आउँदैछ कार ऊ मम्मी पनि आउनुभयो ठ्याक्कै कार आउँदैछु भनेको मम्मी पनि